हाम्रो कुवेतको जेलको दिदीबहिनीहरूको फो गरेर हेरिरहनु है सबै साथी दाजुभाइले धेरै धेरै सहयोग गरिदिनु होला भन्न चाहन्छु है। हामी यो दुःखी दिदीबहिनीहरूको हेर्नु त कस्तो कस्तो दिदीबहिनी कति छौँ हामी यो जेलमा ल हेर्नु त कस्तो कस्तो साथीहरू छन्। ल सबै साथीहरू मिलेर हामी दुःखी दिदीबहिनीहरूको उद्धार गरिदिनु होला पनि भन्न चाहे है। ल हेर्नु त कति धेरै दिदीबहिनी छन्। यो सुन्ताको तर्फबाट हजुरहरूलाई दुःख दिएको अवस्था भन्न चाहे। ल हेर्नु हाम्रो दिदीबहिनीहरू कति धेरै छन् त है। यस्तो यस्तो दुःख पाएर आएको हामी यो एमबिसीमा रहर लाएर विदेश आएको त होइन है, तर करले आएको के गर्ने, करले आएर पनि साह्रै दुःख पाइयो है। हेर्नु त हाम्रो दिदीबहिनीहरू कति धेरै छन्। यत्रो यो कहाँ हो भन्नुहुन्छ होला भने हाम्रो एमबिसीको शाखा यो दिलीप के अरे दिलीपको यो सेन्टर हो। एमबिसीको सेन्टर यो एमबिसीको सेन्टर हो यो दिलीप भन्ने ठाउँमा। यो शाखा चाहिँ दिलीप भन्ने ठाउँमा रहेछ है। ल हेर्नु कति धेरै दिदीबहिनीहरू हुनुहुन्छ। पूर्व पश्चिम उत्तर दक्षिणको दिदीबहिनीहरू यहाँ कम्तीमा 30-35 जना छौँ है हामी। यत्रो दिदीबहिनीहरू हेर्नु त कति दुःखले आइयो घर छोडेर अहिले विदेशमा आएर यस्तै दुःख पाइएछ। अब के गर्नु, अब यो दुःखलाई कसरी उद्धार हुन्छ, के गरेर उद्धार हुन्छ। दाजुभाइ दिदीबहिनीहरूले धेरै धेरै सहयोग गरिदिनु भयो भने हजुरहरूले धेरै धर्म पाउनुहुनेछ पनि भन्न चाहे है। म सुन्ता रेग्मीको तर्फबाट हजुरहरूको माया ममता म पनि देखेको अवस्था अरे कि हजुरहरूले म धेरै दुःख पाएर आएको है यो एमबिसीमा भन्न पनि चाहे। अब के गर्ने साथीहरू जस्तो भयो भने हजुरहरूले पनि माया गरिदिनु होला। धेरै साथीहरूले माया गरिराख्नु भएको छ, अझै पनि माया गरिदिनु होला भन्न चाहे है। हेर्नु कति धेरै दिदीबहिनीहरू हुनुहुन्छ, कति बिजोग छ। यहाँ गर्मी पनि छ धेरै। अहिले यतिखेर एसी दिँदो रहेनछ यो गर्मीमा, कहिले बत्ती दिँदैन, कहिले एसी दिँदैन। साह्रै दुःख छ हजुर। यो दुःखहरूलाई धेरै उद्धार गरिदिनु होला पनि भन्न चाहे है मैले। फेरि सुन्ता रेग्मी तर्फबाट हेर्नु रमाउनको लागि आफ्नो मन भुलाउनको लागि दिदीबहिनीहरू कस्तो कस्तो गरेर बसिराख्नु भएको छ। हेर्नु त यस्तो आफ्नो भुलाउनको लागि मन भुलाउनको लागि यस्तो गरेर बसिराख्नु भएको छ। दिदीहरू दिनरात कटाइराख्नु भएको छ है। अब यो दिनरात कसरी उद्धार हुन्छ हाम्रो भनेर भन्न चाहे। यहाँ हुनुहुन्छ त परम चिज खाइरहनु भएको छ नि। यो दिदी चाहिँ मेरो दिदी र म र मेरो दिदी एउटै ठाउँको मान्छे। हामी तनहुँ जिल्लाको दिदी, उहाँको घर चाहिँ बुटोला अरे। हामी जन्मभूमि चाहिँ हाम्रो दिदीको र मेरो एउटै ठाउँमा तनहुँ दमौलीमा है। दमौलीको दिदी हुनुहुन्छ उहाँ, म पनि दमौलीको। घर त मेरो लमजुङ हो नि फेरि। हेर्नु त कति धेरै दिदीबहिनीहरू हुनुहुन्छ है। आफ्नो आफ्नो मनमा व्यथा कथा त कति नै छ होला, तर ती व्यथाहरू भुल्नको लागि दिदीबहिनीहरूले कस्तो गरेर बसिराख्नु भएको छ। यो वैंश आएर नराम्रो दृष्टि भनेर नसोचिदिनु होला। आफूलाई परेको बेलामा जे पनि गर्नु पर्दो रहेछ, जस्तो पनि गर्नु पर्दो रहेछ। अब के गर्नु, जस्तो परे पनि जे परे पनि सहनु पर्दो रहेछ। दाजुभाइ दिदीबहिनीहरू कसैले पनि वैंशले उत्ताउलो भएर मातिएर नभनिदिनु होला। हामीलाई यहाँ दिनरात कटाउनलाई धेरै गाह्रो भएको भएर यस्तो गरिराख्नु भएको छ है साथीहरूले भन्न चाहे।